गुड मर्निङ डिएक्सन अनि नमस्कार सबैजनालाई र देश विदेशमा छरेर रहनुभएका सबैजनालाई स्वागत छ। म सुधीर राईको तर्फबाट मेरो युट्युब च्यानलमा र म विनम्र अनुरोध पनि गर्दछु मेरो च्यानललाई लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु हुन अनुरोध पनि गर्दछु। र आज चाहिँ म डिएक्सन भनेको के हो र यसको उद्देश्य लक्ष्य अनि फाइदाहरू के छन् भन्ने विषयमा बोल्न गइरहेको छु। डिएक्सन भनेको के हो क्रमशः म बोल्ने छु। डिएक्सन भनेको जडीबुटीको राजा रातो च्याउदेखि लिएर संसारमा जति पनि पाइने जडीबुटीहरू अनि प्रशस्त मात्रामा पौष्टिक तत्त्वले भरिपूर्ण फलफुलहरूदेखि मानव शरीरलाई स्वास्थ्य बनाउनेदेखि लिएर मानव जीवनमा दैनिक उपभोग गरिने वस्तुहरू उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी अथवा मल्टिनेसनल कम्पनी नै डिएक्सन हो। र डिएक्सन मल्टिनेसनल कम्पनी भनेको चाहिँ एक भन्दा बढी देशमा यसको व्यापार भइरहेको, उत्पादन पनि भएको, सेवा पनि वितरण भएको कम्पनीलाई बहुराष्ट्रिय कम्पनी भनिन्छ। डिएक्सन पनि यस्तै कम्पनी हो। डिएक्सन कम्पनीको संस्थापक दातो डाक्टर लिम्सेओजिन हुनुहुन्छ। उहाँले चाहिँ 1993 बाट डिएक्सन सुरु गर्नुभयो र अहिले पनि डिएक्सन कम्पनीको हेडक्वार्टर चाहिँ अथवा केन्द्रीय कार्यालय चाहिँ मलेसिया नै हो। र डिएक्सन कम्पनी 1993 बाट उहाँले सुरु गर्नुभएको थियो। र डिएक्सन कम्पनीको अब लक्ष्यको बारेमा, डिएक्सन कम्पनीको लक्ष्य असल लिडरहरू धेरै संसारमा जन्माएर मानव जातिलाई खुसी प्रदान गर्नु हो। साथै अब उद्देश्य, डिएक्सन कम्पनीको उद्देश्य विश्वमा शान्तिको स्थापना, हत्या हिंसाको अन्त्य, गरिबीको समाप्त र स्वास्थ्य जीवन जिउनु सिकाउनु नै डिएक्सनको मूल उद्देश्य हो। हेर्नुस् त दर्शकबिन, डिएक्सन कम्पनीको मूल उद्देश्य मानिसलाई स्वास्थ्य बनाउने र मानिस जातिहरूलाई रोगमा छटपटिएको, पीडित भएको चाहिँ हुनु नपरोस् भन्ने उहाँको योजना डाक्टर लिमको। त्यसकारणले उहाँको मूल उद्देश्य चाहिँ स्वास्थ्यलाई बनाउनु भएको छ। र डिएक्सनबाट पाइने फाइदाहरूमा सबैभन्दा पहिलो स्वास्थ्य, त्यसपछाडि आर्थिक स्वतन्त्र, मान सम्मान, व्यक्तित्व र वक्तित्वको विकास अनि समयको स्वतन्त्र। डिएक्सनमा हामीले स्वास्थ्य कसरी पाउन सकिन्छ त? डिएक्सनको प्रोडक्टहरू हामीले जति पनि लिन्छौँ अथवा खान्छौँ, त्यसपछाडि डिएक्सनको प्रोडक्टहरू जति पनि हामीलाई रोगबाट बचाउनको लागि बनाइएको प्रोडक्टहरू हुन्। डाक्टर लिमले 21औं शताब्दीमा मानिस जातिहरू धेरै नै रोगी बिरामी हुनेछन्, कारण खानपानको कारणले गर्दा मानिसहरू धेरै रोगी हुनेछन्। त्यसकारणले डाक्टर लिमले त्यसलाई विचार गरेर उहाँले जुन यो रोगी र बिरामीहरूलाई उपचार गर्नको निम्ति अथवा उनीहरूलाई रोग नलागोस् भन्नको निम्ति डिएक्सनको प्रोडक्टहरू उहाँले बनाउनु भएको छ। डिएक्सनको प्रोडक्ट मात्रै अथवा रोगलाई निको पार्ने मात्रै होइन र रोगबाट बचाउने मात्रै होइन, मानव जातिलाई अपरिहार्य हामीलाई चाहिने अर्थतन्त्र, हामीले डिएक्सनको प्रोडक्ट जति हामीले खान्छौँ अथवा धेरैलाई स्वास्थ्य बनाउँछौँ, त्यसबाट प्रोडक्टको बिक्री वितरण हुन्छ। त्यसपछि त्यसबाट मुनाफा आउनेछ, त्यसले बोनस स्वरूप पैसा पनि यसमा हामीले पाउनेछौँ। त्यसले मानिसलाई बिस्तारै बिस्तारै आर्थिक स्वतन्त्रतिर लैजानेछ। र डिएक्सन कम्पनीको जुन प्रोडक्टबाट हामीले गर्दै जाँदा यसमा हामीले मान सम्मान पनि हामीले पाउनेछौँ। त्यसमा पनि डिएक्सन कम्पनीमा हामीले गर्दै गएपछि यसमा र्याङ्किङहरू हुन्छन्, स्टार एजेन्ट, रुबी, स्टार डायमन्ड हुँदै इएसडी, एसएसडी, इएसएसडी, डबल डायमन्ड, एक्जिक्युटिभ डबल डायमन्ड, ट्रिपल डायमन्ड हुँदै यसरी र्याङ्किङहरू, अन्तिम चाहिँ क्राउन एम्बेसडर, यसरी चाहिँ मान सम्मान पनि यसबाट हामीले मान सम्मान हामीले पाउन सकिन्छ डिएक्सनबाट। साथै अब देश विदेशको भ्रमण, वर्षमा एकचोटि
देश विदेशको भ्रमण पनि छ, उसले डिएक्सन कम्पनीले टार्गेटहरू राखेको हुन्छ। त्यो टार्गेट हामीले मिट गरेपछि त्यतिको पोइन्ट भ्यालु हामीले पुर्याएपछि डिएक्सन कम्पनीले हामीलाई देश विदेश डिएक्सन कम्पनीको तर्फबाट हामीलाई लैजान्छ। त्यस्तै समयको स्वतन्त्र, मानिसले चाहेको, मानिसहरू समयको बन्धनमा बाँधिएको छ। मानिसहरू जहिले पनि दौडधुप कुदै एकदमै नबिसाइकन मानिसहरू एकदम अहिले 21औं शताब्दीमा बिजी छन्। तर डिएक्सन कम्पनीले त्यस्तो जीवन जिउनु नपरोस् भनेर डिएक्सन कम्पनी चाहिँ डाक्टर लिमले सुरु गर्नुभएको हो। एक त डिएक्सन कम्पनी स्वास्थ्य, मानिसलाई स्वास्थ्य बनाउने, दोस्रो कुरो मानिसले पैसा आर्जन गर्नु सक्छ बोनसहरू, त्यस पछाडि बोनसहरू पैसा आर्जन भएपछि मानिसले समयको स्वतन्त्र चाहिँ पाउन सक्छ। कसरी भन्दा डिएक्सन भनेको एउटा टिमवर्कबाट, एउटा एमएलएम कम्पनीबाट काम गर्ने भएकोले टिमवर्क हुन्छ। यसमा टिमवर्क भइसकेपछि कामको बाँडफाँड भएकोले एक्लैले एकदमै रसिङ गर्न अथवा कुदिराख्ने हतार हुनु पर्दैन। यसमा पछि गएर टाइम बाँडफाँड भएकोले गर्दा थोरै काम गर्दा पनि धेरै चाहिँ काम हुने भएको कारणले यसमा चाहिँ धेरै कामहरू यसबाट चाहिँ समयको स्वतन्त्र हामीले पाउन सकिन्छ। र डिएक्सन कम्पनीबाट चाहिँ हामीले पाउने फाइदाहरू धेरै छन्। र डिएक्सन कम्पनी आज यो 21औं शताब्दीमा एउटा समाधानको रूपमा डाक्टर लिम्सेउजिनले चाहिँ ल्याउनु भएको छ। डिएक्सन कम्पनी वास्तवमा मानिसहरूले नबुझेको कारण, डिएक्सन कम्पनीलाई नचिनेको कारण डिएक्सन के हो भन्ने सोचिरहेको छ। त्यसकारणले आज मैले यो भिडियो बनाएको हुँ। डिएक्सन भनेको यस्तो हो, आज 21औं शताब्दीको चाहिँ एउटा समाधान हो। डिएक्सन कम्पनीले रोगहरूको समाधान गरेको छ। डिएक्सन कम्पनीले रोजगारीको समाधान गरेको छ। डिएक्सन कम्पनीले मानिसहरू खुसी हुन नसकेको मानिसहरूलाई खुसी बनाएको छ। डिएक्सन कम्पनीको योजना नै यस्तो छ। लक्ष्य योजनाहरू एकदमै राम्रो छ। सबैजनाले डिएक्सनलाई बुझेर लागि पर्नुपर्नेछ। स्वास्थ्य, समृद्धि र खुसी हामीले पाउन सकिन्छ डिएक्सन कम्पनीबाट। र मानिसहरूले चाहेको पनि स्वास्थ्य अनि समृद्धि र पैसा नै हो। मान्छेले तीनटा कुरा यही डिएक्सन कम्पनीमा नै पाइन्छ, अन्य कुराहरूमा पाइँदैन। यो तीनटा कुरा एकै ठाउँ डिएक्सन कम्पनीमा मात्रै, अनि स्वास्थ्य, समृद्धि र पैसा तीनटै कुरा चाहिँ यसमा पाइन्छ। हस् त, धन्यवाद।